हेलो दर्शक नमस्कार सबैजनालाई है र आज चाहिँ चैतको 12 गते चैते दसैँ आज चाहिँ हामी यो व्यासतेरको कालीको मन्दिरमा यस छाती दोभान जग्गा टोलबाट दोभान आमा समूहले चाहिँ पञ्चबली माने कार्यक्रम गरेको हुँदा हामी चाहिँ मन्दिरमा जान एकदम तयारी अवस्थामा छ। यता तयारी हुँदैछ होइन सबैजना कोही चाहिँ आएको छैन, कोही सबै आएको छ, कोही साथीहरू नाम कारणले यहाँ साथीहरू आएको छ। हेर्दाखेरि फ्यामिली पछाडि यता सामानहरू तयारी हुँदैछ सबैजना। भने यता हाम्रो पञ्चबाजाको पनि पूजा हुँदैछ। हाम्रै पञ्चबाजा यो हाम्रो टोलबाटै भएकोले पूजा कार्यक्रम भइरहेको छ होइन। हजुरले हेर्न सक्नुहुनेछ ल यतातिर सबैजना साथीहरू बसिरहनु भएको छ भने सबैजना तयारीमा छ। अब डोली एकैछिनमा हाम्रो उठ्दैछ भने हाम्रो यो प्रस्थान चाहिँ कालिका मन्दिरमा जानेछौँ पञ्चबली लिएर होइन। सबैजना यता पूजा मिलाउँदै हुनुहुन्छ मावल होइन। ल आज चाहिँ विशेष गरी दोभान आमा समूहको पञ्चबली रहेको छ। सबैजना उपस्थित भइसक्नु भएको छ भने कोही साथीहरू नाम कारणले रोकिरहेको छ र एकछिनमा हामी हिँडिहाल्नेछौँ। सबैले भिडियो हेरिदिनु होला होइन। हाम्रो भिडियोले पनि माया गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु होइन। यसो चाहिँ अहिले चाहिँ हामी टोल भवनबाट यो डोली उठ्दैछ। डोली केही समयपछि हामी जाँदैछौँ। सबैजनाले हेरिदिनु होला भिडियो। ल कसो हेर्नुहोस् है त ल यतातिर पनि छ मान्छे यता हेलो 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 सबैले हेर्नु है। ल सबैजनालाई धेरै धेरै स्वागत छ। ल आज हाम्रो पञ्चबली एकैछिनमा हामी जाँदैछौँ फेरि आफ्नो भिडियोमा है त ल।